सागा दावा तिब्बती बौद्ध धर्मको सबैभन्दा पवित्र महिनामध्ये एक हो। सागाको मतलब हुन्छ तिब्बतन लुनार मन्थ, तिब्बती पात्रको एक महिना र दावा भनेको मन्थ इन तिब्बतन, दावाको मतलब महिना भन्ने बुझिन्छ। यो महिनामा गौतम बुद्धका 3 महत्त्वपूर्ण घटनाहरू स्मरण गरिन्छ। जन्म, बुद्धत्व प्राप्ति र देहत्याग। बौद्ध विश्वास अनुसार यी तीनै घटनाहरू सागा दावाको पूर्णिमाको दिन भएको थियो। सागा दावाको महत्त्व यस महिनामा बौद्ध धर्मावलम्बीहरू पूजा प्रार्थना र मन्त्र जप गर्छन्, दान पुण्य गर्छन्, जीव हत्या गर्दैनन्, उपवास बस्छन्, स्तूपा र गुम्बाको परिक्रमा कोरा गर्छन्। अब यो कोरा गर्ने परिक्रमा गर्ने चाहिँ 108 चोटि गर्छन्। यो 108 चोटि नै गर्नुपर्छ र हामीले 1-2 चोटि मात्र गर्न हुँदैन भन्नु होला। 108 नम्बरको पनि विशेष भूमिका छ। 108 नम्बर नै किन भन्दाखेरि हाम्रो सनातनमा 108 नम्बरको विशेष भूमिका छ। किन भन्दा हाम्रो धर्ममा 108 वटा उपनिषदहरू छन्। पृथ्वी र सूर्यसम्मको दूरी सूर्यको डायमिटरले 108 गुणा रहेको छ। त्यसै गरी चन्द्रमादेखि पृथ्वीको दूरी चन्द्रमाको डायमिटरले 108 गुणा रहेको छ। त्यसै गरी हाम्रो शरीरमा 108 वटा नाडीहरू यानि कि इनर्जी फ्लो हुने पोइन्टहरू रहेका छन्। 108 प्रकारका मुद्राहरू, 108 प्रकारका देवी देवताहरू, 108 रुद्राक्षका माला र विविध मालाहरू, 108 नम्बरसँग जोडिएका विभिन्न घटनाहरू रहेका छन्, जसले गर्दा 108 यति पवित्र र चमत्कारी नम्बर मानिन्छ। त्यसैले हामी चाहिँ यहाँनिर कोरा गर्न आएको छौँ। सो वी आर हियर टु कम्प्लिट 108 राउन्ड्स अफ कोरा अराउन्ड द बौद्ध स्तूपा। लेट्स सी हाउ इट गोज।